च्याट्री प्रोग्राम हो सेयर गरिदिनुहोस् न प्लिज है के होला है हजुर यो डाक्टर साहब अलिकति भनौँ दम सिओपिडी आसमा भएको बिरामीलाई हजुर नेपालमा गएर चाहिँ च्यारिटी गरेर ट्रेनिङ दिने डक्टरहरूलाई नेपालमा प्लिज फलो अस एन्ड सपोर्ट अस हस् यो कहाँ तपाईँहरू कहाँबाट आउनुभयो हामी यही युकेको डक्टरहरू हजुर अनि हामीले यही युकेको अलिकति राम्रो बुझाइदिनुहोस् त अब यो भनेको हाम्रो हामी नेपाली मूलका डक्टरहरू यहाँ भने चाहिँ एउटा च्यारिटी खोलेको हो हजुर नेपालको लागि नेपालमा अलिकति हाम्रो नेपालको र युकेको हेल्थ केयरमा कति डिफ्रेन्सेस छ हामीले आफैले भोगेको भएर वी स्टार्टेड एज अ स्मल जर्नी कि हाम्रो हजुरबा बित्नु हुँदाखेरि हामीले डिफ्रेन्सेस पायौँ त्यतिखेर सुरु गरेको हामीले भनेको चाहिँ सानो स्केलबाट साथीभाइहरू मिलेर एउटा क्याम्प गऱ्यौँ हजुरबाको नाममा त्यसको फिडब्याक राम्रो आयो त्यसपछि हामीले यसलाई अलिकति ठुलो स्केलमा गर्नुपर्छ भनेर वी आर रेजिस्टर्ड विथ युके च्यारिटी फर 3 years नाउ हजुर हामीले यस्तै नेपाली कम्युनिटीमा प्रमोसन गर्दै हाम्रो आफ्नो च्यारिटीको प्रमोसन गर्दै फन्ड कलेक्ट गर्दै हाम्रो प्रोग्रामहरू नेपालमा गर्छौँ वी आर एफिलिएटेड विथ पुरा युनिभर्सिटी हालसालै वीर हस्पिटलसँग पनि हाम्रो साझेदारी भएको छ सो वी आर ट्राइङ टु एक्सप्यान्ड आवर प्रोजेक्ट यो भनेको श्वास प्रश्वास सम्बन्धी जतिसुकै समस्या छ नेपालमा के ल्याक भइरहेछ हामीले सिकेको सिप यहाँबाट सिकेको सिप चाहिँ हामी नेपालमा लगाएर प्रड्युस गर्न सकौँ त्यो चाहिँ हाम्रो धारणा हो अहिलेसम्म प्रोग्रेस भन्दाखेरि हामीले उठाएको फन्डमा एसेन्सियल मसिनहरू जस्तो स्पाइरोमिटर भन्छौँ त्यो हामीले किनेर लगेर पोखरा हस्पिटलमा डोनेट गऱ्यौँ त्यो डोनेसनले मात्रै काम भएन हामीले यहाँबाट 2 जना कन्सल्टेन्ट एउटा फिजियोलोजिस्ट पनि लिएर गएर उसले सिकायौँ त्यहाँ हाउ टु ओपरेट त्यो भनेको चाहिँ अब हामी त्यहाँ नहुँदा पनि केयर कन्टिन्यू भयो नि त हो नि हाम्रो इनिसिएटिभ त्यही नै हो एकदम राम्रो विचार हाम्रो यसमा इन्स्टाग्राम फेसबुक हाम्रो आई क्यान रिड के भन्ने छ वेबसाइटै छ वेबसाइटमा हाम्रो सबै कुरा जति इभेन्टहरू भइरहेछ सबैको अपडेट आउँछ यहाँसम्म कि यो च्यारिटीमा ट्रान्सपेरेन्सी ल्याउनलाई हामीले हाम्रो एनुअल अडिट पनि सबै प्रिन्ट आउट गर्छौँ यसमा हस् त धेरै धन्यवाद के रहेछ त्यहाँ है ग्रह चिलेट त पल्लो चोकमा मैले देखेको छु यहाँहरूले पनि थाहा पाउनुभयो हजुर व्यापार राम्रै हुँदैछ हजुर भन्नाले यो चाहिँ के अरे नक्कलीहरू हो यिनीहरू हजुर हेर्दा एउटै देखिन्छ होइन अलि सक्कली लाउने जमाना पनि छैन क्या ल हस् त है हजुर धन्यवाद समाजको हार्दिक स्वागत हामी समाजको बाबु ल सारी त यहाँ ओहो ल दिदी बहिनीहरूले मजासँग किन्नु हुँदैछ नमस्ते कति कसरी हो ओहो एकदमै सस्तो रहेछ है ल धन्यवाद है मैले सुनेको थिएँ क्या समाज सुन्न त मैले सुनेको थिएँ क्या यहाँ युज गरेको कसैले युज नगरेको भए पनि आफूले मन नपरेकोहरू होइन त्यस्तोहरू दिनुभयो सुनेको थिएँ कता कतै होइन छ यो होइन किनभने टिकटकतिर फेरि लाउन सकिन्छ ल सेल डिस्काउन्ट 15 पाउन्ड हो नि लेडिज ल यहाँ चाहिँ के मिडल सेक्स निड टु वेयर अहिले चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीहरूले थुप्रै ठाउँमा यो नेपाली पसल खोल्नु भएको छ यो मिडल सेक्स निड टु वेयरमा साउथ तालको ओरिजिनल युके स्वेटर पसल रहेछ ल
टन्स भन्छ नि गोराहरूले धेरैले टन्स भने जस्तै यता टन्स रहेछ नि है निसा कलेक्सन ल प्योर ल्यामुल सरस्वती ज्वेलर्स एन्ड कम्पनी ल है नेपालमा नै फेमस छ नि अहिले युकेबाट रह्यो कि यस्तै चिजहरू पनि खोज्नुहुन्छ दाजुभाइ दिदीबहिनीहरूको चाहिँ कोसेलीको रूपमा स्वेटर गलबन्दी युकेको ब्याग हाम्रो के मनोकामना नेपाली क्लोथ स्टोर साथीहरूमा त्यतातिर थुप्रै हाम्रो दाजुभाइ दिदीबहिनीहरू खोल्नु भएको छ क्या है अनि यो नेपाली दोकानहरू भनौँ न है यो खुसी लाग्यो उहाँहरू यहाँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले यहाँ प्रगति गर्नुभएको छ होइन हो नि ल हस् त धन्यवाद आसपोर्ट त केनतिरको होला यो अब आसपोर्ट त अरू फेलतामको छेउमा पनि छ क्यारेक्टर कम्पिटिसन Hello? Where are you? They might be on our road. They tried to call me earlier. होइन सायद फुटबलतिर होला म त्यतातिर गएको छैन कता यो फेरि अघि नै आएको ठाउँ भने ल